ऋषि पञ्चमीको कथा धेरै पहिलेको कुरा हो। एकजना ब्राह्मण र उनको धर्मपत्नी थिए। तिनीहरू श्रद्धालु र कर्मठ थिए। तर ब्राह्मणी एक दिन ऋतुधर्म महिनावारी समयमा अज्ञानतावश अशुद्ध अवस्थामा घरधन्दा र पूजाआजा कार्यमा संलग्न भइन्। यो कुरा पतिको निधनपछि मात्र प्रकट भयो। त्यसको परिणामस्वरूप ब्राह्मण पत्नीलाई अर्को जन्ममा अपवित्र रोग लाग्यो। त्यो दुःखबाट मुक्त हुने उपाय खोज्दा उनले महर्षिहरूसँग प्रार्थना गरिन्। ऋषिहरूले भने, यदि तिमीले प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन स्नान गरेर सप्तऋषि र अरू महान ऋषिहरूको पूजा आराधना गर्यौं भने तिम्रो सबै पापबाट मुक्त हुनेछ। त्यस दिन ब्राह्मणीले नदी तालमा स्नान गरेर ऋषिहरूलाई पूजा गरिन् र पुनः पवित्र जीवन पाउन सफल भइन्। त्यसै दिनदेखि ऋषि पञ्चमी मनाउने चलन सुरु भएको मानिन्छ। यस दिन महिलाहरू विशेष गरी स्नान, उपवास र सप्तऋषिको पूजा गरेर आफ्नो शरीर र मनलाई शुद्ध पार्ने विश्वास राख्छन्।